यतिखेर म माथि देशका विभिन्न जिल्लाहरूमा मुद्दामाथि मुद्दा लगाइएको छ। सरकारले आफूले गर्न सक्ने जति हुन सक्ने जति जोड बल लगाएको छ। म यति भन्न चाहन्छु, तिमीहरूको 2 तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो। आक्रामक रूपमा प्रस्तुत भएका लामी छानेले सरकारको पछिल्लो गतिविधिमाथि धावा बोल्न भ्याए। उनले वर्तमान सरकार जनताको पक्षमा भन्दा पनि व्यापारी र बिचौलियाहरूको पक्षमा रहेको आरोप लगाए। गृहमन्त्री रमेश लेखकले राम्रोसँग मन्त्रालय चलाउन नसकेको भन्दै लामी छानेले उनको राजीनामा समेत मागेका छन्। संयोगले 2 पटक गृहमन्त्री भएको मान्छे हुँ, तर मलाई दुःख लाग्छ 4000 मान्छे आउँदाखेरि पनि जनतालाई जोगाउन नसक्ने गृह मन्त्रालय के नैतिकताले कुर्सीमा बसेको छ मलाई यति मात्र बताउनुहोस्। 4000 मान्छे आउँदाखेरि घरहरू जल्छन्, मानिसहरू सडकमा ढल्छन् भने तपाईँ हाम्रो सुरक्षा अहिलेको